हेलो एभ्रिवान, गुड मर्निङ। यहाँहरू सम्पूर्णलाई स्वागत छ यहाँहरू सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा। अनि हेर्न सक्नुहुन्छ आज चाहिँ हाम्रो चाहिँ ब्रेकफास्टको लागि चाहिँ मिल्क टी, प्यानकेक, बोइल्ड एग दुईवटा, यो चाहिँ हाम्रो तातो पानी हो। मैले चाहिँ चिया खाँदैन, त्यही भएर तातो पानी। यहाँ चाहिँ हाम्रो ब्रेड भइहाल्यो, चाइनाबाट ल्याएको रहेछ। यो हामीलाई हाम्रो बोसले ल्याइदिनु भएको सब्जी यहाँ पनि छ। खानेकुराहरू चाहिँ के हो खानेकुरा चाइनाबाट बिस्कुटहरू होला कुनै यो चाहिँ के हो देखाउँदैन भित्र चाहिँ के छ यसको चाहिँ चाइनाबाट ल्याउनु भएको। चाइनाबाट चाहिँ बस्ती ल्याउनु भएको रहेछ हिजो। रेडी भइहाल्यो। अब चाहिँ हाम्रो ब्रेकफास्ट पढा सुरु हुँदैछ। हाम्रो ब्लग चाहिँ अब चाहिँ हाम्रो ब्रेकफास्ट सुरु गर्न जाँदैछौँ। मैले र म चाहिँ स्टार्ट द ब्रेकफास्ट। ल मैले चाहिँ अब ब्रेकफास्ट गर्न लागिरहेछ। उसले चाहिँ नुनसँग मात्रै खान्छ, अन्डा चाहिँ चिया पनि खाँदैन, त्यही भएर तातो पानी छ उसलाई चाहिँ। हो र मैले चाहिँ खान्छ फेरि चिया चाहिँ। मोटा मान्छेले चिया खानु हुँदैन भन्छ, मोटामा भन्दा है खानु फेरि। त्यो चाहिँ हाम्रो प्यानकेकको तपाईँले यसरी प्यानकेक बनाएर खानु होला, एकदमै मिठो हुन्छ यसरी बनाएको प्यानकेक चाहिँ। यसमा चाहिँ हाम्रो के हालेको छ भन्दाखेरि चाहिँ मैदाको पिठो, अन्डा हालेको छ, अनि त्यसपछि हरियो प्याज चप गरेर हालेको छ, अनि नुन, थोरै तेल हाल्ने, अनि मजाले फिट्ने। त्यसपछि बनाएर खान सक्नुहुन्छ तपाईँले। त्यसको रेसिपी हेर्न चाहनुहुन्छ भने चाहिँ सेफ्टी किस्तामा युट्युब च्यानलमा गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ फुल रेसिपी। थ्याङ्क यू कम त ल कसरी त मिठो हुन्छ यो प्यानकेक चाहिँ, एकदम नरम सफ्ट मिठो हुन्छ क्या। रुमन हो गया। एकदम मिठो हुन्छ यो चाहिँ खानाले। मिठो रहेछ, मिठो छ। ओके तपाईँ खानु खानुहोस्। चाल्नु नसक्नु क्या फिलहालमै त्यत्रो बनाउनु भएछ त। चार पाँचजनाले पुग्ने चिया लास्ट पाइप। कुन खान्छ अब? ब्रेड त होला नि होइन? बिहान खासै खाजा खाने बानी चाहिँ छैन, तर पनि आज चाहिँ खाएको हामीले। कहिले कहिले खान्छ, त्यो अरू नखाए नि बिहान अन्डाहरू चाहिँ खान्छ। यो फुगालामा के रहेछ? अनबक्सिङ गरौँ त। अनबक्सिङ अनबक्सिङ गरिहालौँ त ल। के रहेछ यसमा चाहिँ कस्तो छ भनेर के छ भन्ने कुरो पनि थाहा छैन कि यहाँ टेस्ट कस्तो आउँछ, यसको स्वाद कस्तो छ भनेर पनि थाहा छैन। फर्स्ट टाइम खाँदैछु। भित्र चम्चा पनि आउने रहेछ, मजा खुल्दैछ। देखिरहेछ नि पुरै देखिरहेछ। ल चम्चा पनि रहेछ ल।
खानेकुरा चाहिँ के छ अब थाहा छैन। अब चाइनाबाट ल्याउनु भएको कोसिलो हो यो चाहिँ। ग्रेभी छ त्यसमा पुरै चाइनिज अक्षरमा चाहिँ के हो आफू आउँदैन के हो यस्तो कालो कालो छ कालो कालो सस हो कि के हो यो मस्टर्ड सस हो क्या हो पुरै कालो छ त के चाहिँ खानेकुरा अरूहरू चाहिँ हामीले चाहिँ बेलुका नै खायो यो चाहिँ नानी ट्याक्क अब मर्निङ टाइममा खाने भएर छ क्या खानेकुराहरू पनि त्यही भएर यस्तो के हो चक्लेटहरू के गाजरहरू हिजो नै खाइसक्यो है चक्लेट लैजान खाइसक्यो रुमाउनु छ कालो पनि कालो रहेछ है के भन्छ त एहे यहाँ ल्याउनु त क्यामेरा यस्तो छ त के भयो ए ला खानेकुरा रहेछ कस्तो कस्तो खालको खानेकुरा रहेछ खानेकुरो भएर त दिएको नि नभित्र दिन्छ खाउँदा ल टेस्ट सानो फर्स्ट बाइट हानिहाल्यो नि त कस्तो निकाल्नै नजानेको एक चम्चा निकालौँ भनेको नआउने रहेछ काट्दै काटिदिन्छ नि मुख छेउमै लाग न त्यहाँ छेउमा लागेर खाऊ न मिठो छ कि छैन भन्ने कुरा अब उनीहरूलाई अब आफ्नो फ्लेभर हुन्छ उनीहरूलाई अब टेस्ट तर यो मन पर्दैन के भन्ने मलाई नामै आउँदैन यो अलिकति गिलो गिलो चलाक चुलक हुने खालको होइन मुखमा हाल्दाखेरि कलाक चिप्लो छ चिप्लो भने हुने क्या रहेछ कि मुखमा हाल्यो भने खै के भएको तपाईँ टेस्ट गर्नु मैले टेस्टै पाएन ल साबेल रहेछ होइन सानो साबेल साबेल डल्लक्क लगाएर साबेलले अब बजाउनु पर्ने हुन्छ त्यस्तो यस्तो काट्नु पर्ने रहेछ कि भाइ यस्तो रुममा यो यसरी ए टक 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 गरेर बजाउनु पर्ने खालको रहेछ त आफूले नजानेपछि यस्तै हो कस्तो छ ब्ल्याकबेरी हो कि हो कस्तो रहेछ एकचोटि बजाउनु बाल्ने खालको रहेछ यो एकजनाले बजाउनु नि त तपाईँ बजाउने हो कि खाने हो बजाइदिने पेटमा तिमी खाने क्या खानु नि तपाईँ योहरू म त नखाने अहिले त एउटा है तपाईँ खानुभयो खानु नि मैले आउँदैन तपाईँ खानु न खाउन अनबक्सिङ चाहिँ तिमीले गर्नुपर्छ अरे यो पनि चाइनैबाट आएको सबै अनबक्सिङ हो मैले रुम छोडेर तिमी यो त बाहिरबाट देखिरहेको छ के अनबक्सिङ गर्नु कस्तो यो नेपालले भन्दा अलिक छुट्टै हो कि हो नेपाल पनि बन्छ यो भन्न त भन्छ प्याकेटतिर प्रशस्त पाइन्छ यो तपाईँले चियासँग खाने हो त्यो त गुलियो रहेछ यता उताले गुलियो हुँदैन नि हो र खुबी हेरी हेरी हुन्छ ए फ्लेभर अनुसार हुन्छ मलाई गुलियो खाने नखाने सब हुन्छ होला हामी पनि गएको छ हामी जग्गामा के हालेको यो पो मिठो भयो त्यो माथिबाट त्यो हनीहरू दल्छहरू दाले हाल्यो त्यहाँ चाहिँ हामी जस्तै लाग्यो त्यो बनाउन आउँछ यस्ताहरू त
बनाउनुहोस् त। सामान चाहियो नि त हो बनाउनलाई फेरि म किनिदिन्छु। लेमन त किन त नर्मलै हो नि बनाउन त सामान चाहिँ उताको खत्रै हुन्छ है खानेकुराहरू पनि। पुरै प्याकिङ गरेर आएको हुन्छ कि त्यो डान्सरको एकदम मिठो छ। अब किन्छु फेरि कहाँ पनि त्यो भ्याउनु पुरै काउलो ब्ल्याकबेरी ब्ल्याकबेरी अब यत्रो आउँछ चाहिँ पोखै आयो है कोकलाई फ्रिजमा राखेर जमाएर बनाएर देखिँदो रहेछ त हो कि खोला बलियो हो यो होइन खोला खोला बलियो खान्छ ल चियासँग बजाउनु पनि हुन्छ मैले त्यहाँ यो टेस्ट यो मात्रै टेस्ट गरौँ खानु त गुलियो छ मिठो छ यो माथि त्यो धनियाँहरू चिनी के गरेर आयो अनि त्यो अनार के भन्छ नरिवल अब नरिवल फ्लेभर पनि रहेछ चिनी र नरिवल मिक्स गरेर त्यो नरिवलको के भन्छ रसमा चिनी हालेर घोलेर माथिबाट दलेर यो पनि मिठो लाग्यो त्यस्तो खतरा आएन चियामा झन् फलाउँ सुक्नेलाहरू हालेर बनाएको झन् त्यसको टेस्ट र यसको टेस्ट त मिक्स गरेर खायो भने बबल आउँदो रहेछ ल यम्मी 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 कुनै पनि लाग्दैन खानेकुराहरू मिठो मिठो खानेकुराहरू पछितिर त निकालेर खानालाई पछि दिउँसोतिर भोक लागेको बेला पनि यहाँले ट्राफिक बसिरहेको निकालेर खाने पाइदिए त्यही त बोल्न पायो भनेर जे पनि बोलिदिने आफ्नै शरीरमा भएको चिज हो के हुन्छ आफ्नै हो आफ्नो त आफ्नै हो आफ्नो भनेर हुँदैन नि त यति नै हो यो खानु न कहाँ यति नै भने बजाउनु पनि हुन्छ अब यो तपाईँ खाइदिनु म पुग्यो एकसाथमै बजाउँछु मैले यस्ता त ल एकैचोटि खाइदिनु त भाँडा त त्यत्रो छ भयो खाना खाना हुने रहेछ खाना होइन कस्तो राम्रो छ कि यो चम्चा चाहिँ सामानहरू राख न त्यसमा त टिकाहरू टिका राख्नु हुन्छ नि मिल्छ नि फेरि मान्छेको सामानहरू धेरै हुन्छ हाल्न मिल्छ है यसमा चाहिँ खै बिटको मिल्छै मिल्दैन बरु हो टक्क हुने रहेछ हुने रहेछ भनेको अलि नहुने जस्तो छ लुज हुने रहेछ क्या त्यो त त्यस्तै त हो नि चले गर्छ त्यो त्यस्तै हो नि फल सक्दैन त्यस्तै त हो नि ए यस्तो गर्दा खस्ता पनि नआउने कहाँ आउँछ त त्यो त्यत्तिकै हो बनाउने स्टाइलै अर्काको एकदम राम्रो छ यो चाहिँ दौरो छ यो चाहिँ अलि दौरो छैन रहेछ यो चाहिँ दौरो छ है थ्याङ्क यू सो मच यतातिर चाहिँ ल यसरी बस्ने फेरि बस्ने स्टाइल यस्तै छ कुर्सीमा यतातिर छ हाम्रो फुलहरू फेरि कस्तो सफा पानी देखेको है तलको जरा चाहिँ कस्तो रातो आएको
यहाँनिर छ ल फुलहरू त टपक टपक फुलिरहेको छ ल वाह सेतो फुल्न लागेको थियो नि यहाँ आएकै मान्छेहरू हाम्रो घरको फुल लगेर जान्छ फुल लागेर छ अस्ति यो टन्नै थियो कि यस्तो खालको फुल चाहिँ मैले यहाँतिर टन्नै भरेर राखेको थियो यस्तै सानो गमलातिर रोपेर राखेको थियो अनि पछि लाग्यो यहाँ आउने अब पाहुनाहरू आउँछ पाहुनाहरू आइसकेपछि चाहिँ माग्छ अब मागिसकेपछि अब पाहुनाले नदिउँ भन्ने कुरो पनि हुँदैन त्यही भएर यस्तो फुलमा चाहिँ लाग्यो आफूले सानैदेखि त्यो स्याहार गरेर रोपिरहेको फुलहरू दिनुपर्दा चाहिँ मन अलिक कटक्क हुन्छ किनकि हामीले पनि हाम्रो ठाउँहरू राम्रो देखोस् भनेर मात्रै त्यो फुलहरू रोपेको हो अरूलाई दिनुपर्दा चाहिँ अलिक कस्तो कस्तो लाग्छ कि आफूले पनि सानोबाट स्याहार गरेको हुन्छ नि त बाहिरतिर नि छ फुलहरू त सो गाइज अब चाहिँ आजको भ्लग चाहिँ हाम्रो यति नै हुने भइरहेको छ सबैजना हाम्रो भ्लगलाई माया गरिदिनु होला माया गरिदिनु होला यस्तै आउँछ ब्लग चाहिँ हाम्रो भ्लग चाहिँ हाम्रो यस्तै हो अब डेली भ्लग हो अब यस्तै हाम्रो जे छ जस्तो छ त्यस्तै आउँछ त्यो गर्नु गाइजहरू बाहिरतिर चाहिँ गएको भ्लग गर्ने आजभोलि खासै आउँदैन आजभोलि अब वर्षा याममा भएर पानी पनि धेरै परिरहेको छ त्यही भएर चाहिँ खासै बाहिर पनि जानु सकेको छैन त्यही भएर हाम्रो अब कामहरू यस्तै हो के कस्तो हुन्छ सबै त्यस्तै देखाइरहेको हुन्छ त्यति भएर चाहिँ अब हामी हाम्रो भ्लगबाट बिदा माग्न जान्छौँ सबैजनालाई बाई